यहाँबाट पनि रोड, यहाँबाट जाँदैछु बाटो होइन, कहीँ ग्राभल कहीँ हो। अब यो पनि जङ्गलै छ सबै। यो चाहिँ म अहिले चाहिँ अब एउटा पार्क, जुन पार्क भर्खरै बनेको भन्ने सुनेको छु होइन, आलाटार। पार्कको नाम त्यहीँ गएर थाहा होला। यस्तो छ मौसम वरिपरि है, बिजुलीको पोलहरू, बाटो ठुलो रहेछ, बाटो खनेको रहेछ। यसरी जाने काम गर्दैछु। मौसम वारिपारि सबै कुहिरो। आज धेरै पानी परेको थियो, अहिले रहेको छ, सबै कुहिरो लागेर ढकमक्क छ है। जङ्गल, यो बाटो, पार्कमा जाने मस्तिर सल्लाहकारीहरू है। यस्तो आनन्दको ठाउँ, एकदम शान्त वातावरण, त्यस्तो डराउनु ओर्नु पर्ने पनि खासै त्यस्तो केही छैन। एकदम राम्रो घुम्न लायक पारिवारिक वातावरण भएको यो ठाउँ म्याङ्गलोर नगरपालिका वडा नम्बर 4 को बाटो हिँड्दैछु मैले। अघि म 9 मा थिएँ, अहिले 4 मा छु होइन। बाटो राम्रो छ, भर्खर खनेको छ। यस्तो बाटोको छेउतिर काफलको बोट पनि रहेछ। अहिले अँध्यारो भयो भिडियो खिच्न। काफल भर्खर फुल्दै रहेछ यी होइन, काफलको बोट, ऐसिलुहरू होइन। माटो प्राय रातो खालको। यहाँ मास्तिर सल्लाहहरू, अगाडि बाटो राम्रो छ, गाडी आउन सक्छ। यो म्याङ्लुङ जिरकिन्ती सडक खण्डको बिचमा पर्ने यो अँध्यारो जङ्गल, भोटे पोल्ने डाँडो भन्थ्यो। त्यहाँदेखि ओरतिर पेट्रोल पम्पबाट लगभग 1 किलोमिटर पूर्वबाट भित्र छिर्ने बाटो छ एउटा, त्यो बाटो हुँदै आउनुपर्छ है। यो घना जङ्गल, तल्लोपट्टि हेरेर जङ्गल, माथिल्लोपट्टि हेरेर जङ्गल, जुन जङ्गललाई गढीको जङ्गल पनि भन्ने गर्छ। गढी भन्नाले चाहिँ यहाँ परापूर्व कालमा चाहिँ राजा रानी बस्ने गर्नुहुन्थ्यो अरे। त्यो राजारानी डाँडो पनि भन्छ यहाँ माथि। त्यसलाई पनि म खिच्ने कोसिस गर्छु। साधुको कुटी, जहाँ साधुले तपस्या गरेर बस्नुहुन्थ्यो। अब अहिले त नयाँ संरचनाहरू बनाएर सबै गर्नुभएको भन्ने कुरो सुनेको छु। यहाँबाट उँभो जान्छ बाटो, राजारानी डाँडोतिर जाने है। जुन यो बाटो हुँदै यता माथि जान्छ, सिँढी नै सिँढी सबै। एक्लै छु जङ्गलको ठाउँमा, पानी फुटेको रहेछ यहाँ माथि, आवाज हल्का सुन्नु हुँदै होला। मेरो सातो गयो, किनभने यो एरिया अलिकति अब च्यानघारी एरिया पनि हो, त्यसमा पनि एक्लै छु जङ्गलमा होइन। त्यो भएर सातो गएको थियो, तर यहाँ आइपुगिसके पछाडि पानी फुटेको रहेछ भन्ने थाहा पाएँ है। मेरो केटाहरू परतिर त छ होइन। यो एरिया एकदम पहिले डेन्जर एरिया थियो। यहाँनिर चाहिँ अब वन शिकारी चल्ने, शिकारहरू गर्ने ठाउँ थियो। एकजना अङ्कल यहीँनिर खस्नु भएको थियो है। बन्दुक पड्काएर कालिज मार्ने हुँदा बन्दुक आफै पड्केर चाहिँ खस्नु भएको थियो। यो यही एरिया हो होइन। अब यहाँ चाहिँ अहिले अब डाँडोतिर आइपुगेको छ। जुन डाँडोहरू अब जुन पार्क भनेको थिएँ त्यो छेउमै लगभग आइरहेको छ। र यहाँबाट मौसमहरू हेर्नुहोस्, यस्तो छ। भर्खर घाम यसो उदाउन आएको छ है। उदाउन भन्नाले बादलबाट निस्किँदै होइन, चराचुरुङ्गीहरू माथि उड्दै, यस्तो छ यो। अब यस्तो बाटो, कहीँ हिलो कहीँ ओबानो होइन। हिँड्दै आउँदा पनि सकियो, गाडी लिएर आउन पनि सकियो है। यहाँ पुरै यो जङ्गल एरिया, अहिले तपाईँको सबै रुखहरू काटेर यस्तो बनाएको छ। यो पनि सबै जङ्गल एरिया। अहिले कमसेकम यहाँ 1 लाखभन्दा बेसी रुखहरू काटिएको छ, हरियाली जङ्गलहरू होइन। यो बाटो बनाएर चाहिँ एउटा पार्क निर्माण गरेको छ। त्यसको लागि यो समितिलाई धेरै धेरै धन्यवाद। बाटो पुरै रोड कच्ची रोड बाटो, यता पनि जङ्गल होइन। बिचमा बाटो, कहीँ हिलो कहीँ ओबानो, भर्खर खनेको है।
एकदम राम्रो छ, राम्रो लाग्यो यो ठाउँहरू। आउँदैछु, पार्कहरू कस्तो छ म देखाउने छु हजुरहरूलाई। प्लिज मेरो भिडियो हेरिदिनु होला होइन। यो बाटो चाहिँ आलेटार भन्छ, आलेटार छ। त्यहाँ एउटा टार छ, एउटा ग्राउन्ड छ, पहिले थियो, अहिले अब कस्तो छ थाहा छैन। तर त्यहाँ म एकछिनमा जान्छु। त्योभन्दा अगाडि मेरो केटाहरू, मेरो साथीहरू, मेरो भाइहरू, मेरो दाइहरू यहाँ माथि दाउरा लोड गर्दै हुनुहुन्छ, त्यहाँ जान्छु म पहिले है। त्यस पछाडि मात्रै म उता गएर पार्कतिर जान्छु है। म चाहिँ अहिले हाम्रो दाई भाइहरू होइन भए ठाउँमा आइपुगेको छु। यसरी दाउरा काट्नु भएको थियो हिजो, आज लोड गर्दै हुनुहुन्छ ट्र्याक्टरमा घर लानको लागि। यता पुरा कस्दै हुनुहुन्छ है हाम्रो दाई भाइहरू। माथि चढेर पनि गर्दै हुनुहुन्छ। हेलो टार्जन, के छ? एकदम ठिक। हाम्रो टार्जन पनि युट्युब च्यानल छ, के छ टार्जन? टार्जन भित्रीकोटी। अब 100 सब्स्क्राइबर बाँकी छ, 100 सब्स्क्राइबर बाँकी छ 1K पुर्याउनलाई। सर्च गरेर खोजिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन। यस्तोमा भइरहेछ। अब यतापट्टि म यसो जाँदैछु, यता के रहेछ भाइ? उता पछाडि छ। हेलो, के छ? ठिक छ? हाम्रो कान्छा दाइ। अब म यहाँबाट फेरि म तलतिर जानेछु, जुन पार्क छ त्यो पार्कको आदि। यो चाहिँ बाटो फेरि म्याङ्लुङ निस्किन्छ होइन। पुरा भिरहरू काटेर बनाएको बाटोहरू हो। यता पनि जङ्गल, यो चाहिँ फेरि उता म्याङ्लुङ निस्किन्छ बाटो। यता हिँडेर जाँदा पनि हुन्छ। ट्र्याक्टर चाहिँ अब दाउरा लिएर एक लट पुर्याउनको लागि घर जाँदैछ। म चाहिँ यतै बस्छु होइन। मेरो यहाँ अब गर्न बाँकी नै छ।